यो व्हाट्सअप गाइज यहाँ भर्खरै यार मेरो अगाडि यहाँ लगभग 2 किलोमिटर अगाडि छ कि यहाँ आर्मी बेस क्याम्प यो अमेरिकाको त्यही चाहिँ ढ्याम गरेर 3टा लगातार पड्क्यो कि बम डेन्जर छ त यार भर्खरै साइरन बजिरहेको थियो यहाँ मान्छेहरू पनि बाटोमा निस्किरहेको थियो अब यहाँ खिच्न मिल्दैन होइन त्यही भएर हो डेन्जर पड्क्यो यार देखिरह माथि धुलै उडेको थियो साइरन बजाइरहेछ बी केयरफुल गाइज जति पनि छ कुवेतमा एकदम डरका माहौल है भैया तर म चाहिँ यहाँ नुडल्स बनाइरहेको छु भर्खर फेरि दिउँसो भोक लाग्यो होइन सो अब यहाँ नुडल्स बनाउँछु मस्त अनि बनाउँछु अनि त्यसपछि खान्छु फेरि सुत्दिन्छु किनभने आज ड्युटी छैन ड्युटी अफ छ मेरो चाहिँ सो त्यही हो अब यसलाई चाहिँ मजाले अनि यहाँ गेडागुडी पनि भिजाइरहेको छु होइन यो बनाउँछु अनि अन्डा सन्डा हालेर बनाउँछु अनि त्यसपछि सब मिक्स गराएर यो बनाउँछु अनि टक्क हान्नुपर्छ सो त्यही नै हो म चाहिँ यहाँ म्याक्समा आएको थिएँ यहाँदेखि यहाँ माल पनि लिएर आइसक्यो सो यहाँ चाहिँ पानीको भौराहरू छ अब चल्दिन लाग्यो अब हाम्रो माल चाहिँ यहाँ आइसकेको छ दिपक ब्रदर ल अब चाहिँ टक्क चाखिदिउँ पहिला होइन यो धेरै कालो भइस बनाएको यहाँ नाना छ योसँग ट्याक्क जुस मलाई चाहिँ यस्तो मिक्स फ्रुट खाइदिनु मन लाग्यो सो त्यो भएर यहाँ चाहिँ मिक्स फ्रुट जुस हालिदिउँ बन्दैछ त्यहाँ चाहिँ मजाले आइसक्रिम पनि रहेछ है मजा आइसक्रिम खाने नि होइन त्यो जुस मात्रै खान्छु फाइनली गाइस आयो है ट्राई गरौँ कस्तो छ बवाल हाम्रो चाहिँ गाडी आउँदैछ कि त्यो गाडीलाई वेट गरेर हो अब गाडी आयो भने अनि बल्ल जानुपर्छ अहिले गाडी चाहिँ आयो है ल अब चाहिँ चल्दिन लाग्यो ल अब कहाँनिरबाट बनाएको त्यहाँ झरेर बनाउनु लगाऊ नि त त्यही हो यता त हाल्नु पाउँदैन ल ल म त्यहाँ बनाउनु भन्छु है त ल अब चाहिँ हामी चाहिँ चल्दिन लाग्यो हो यो मार्केट सब सिधै होइन भेउमाको गीतसँगै तर स्ट्राइक हान्छ होला ल अब रुममा गएपछि ल रुममा नि आइयो यो सामान लिएर है चट्ट ल अब चाहिँ हामी रुममा जानु पर्ने हुन्छ गाइस सबै सामान आयो एप्पलले यो दालहरू छ यहाँ यो चाहिँ गेडागुडी हो होइन
चना छ यो छ अनि त्यसपछि गाइस 2 PM यो चाहिँ मलाई खानु मन लागिरहेको थियो होइन अस्तिदेखि सो ठ्याक्कै त्यहाँ देखिहाल्यो अनि उठाइदियो यो त्यो एकदम त्यो स्पाइसीवाला त होइन तर यो ठिकै छ यो ठिकै स्पाइसी त्यो ब्ल्याकमा वाला हुन्छ नि त्यो लास्ट स्पाइसी हुन्छ त्यो चाहिँ तर यो चाहिँ ठिकै छ अरू मलाई एउटा यो स्टिक चाहिएको थियो सेल्फी स्टिक त्यो पनि लिएँ अब चाहिँ यसलाई चाहिँ टक्क राखेर अनि गर्दाखेरि मजा आउँछ त्यही नै थियो सबैभन्दा मेन कुरा चाहिँ यहाँ छ कि मेरो यो सिरानी ल्याउनु गयो कि यार यो छनु त यहाँ मसँग सिरानी छ तर योवाला पनि ल्याऊ यसले पनि अलि मजा लागेन त्यही भएर यो चाहिँ अलिक सानोवाला छ ठिक्क के सानो मात्र टक्क हुनेवाला त्योवाला चाहिँ त्यही भएर यो लिएँ अब चाहिँ अलि मजाको निन्द्रा लाग्छ कि त्यही अब चाहिँ यो सामानहरू सर्लक्क मिलाएर राख्नु पऱ्यो त्यही हो मैले चाहिँ अब यो मिलाउँदैछु होइन त्यही हो अब यो चाहिँ अब मिलाउनु पऱ्यो ट्याक्क लाएर सब डब्बाहरूमा दालहरू सब चक्का राखेर अनि राख्छु सो त्यही हो दालहरू पनि पुरा मिक्स दाल लिएर आऊ यो दाल छ एन्ड यो दाल छ यो दालहरू सब मिक्स गरेर खानुपर्छ हालौँ अब चाहिँ यो सबै मिलाएर हाल्यो भने सही हुने मिक्स गरायो भने ल सामानहरू मैले चाहिँ सबै थल पारेर राखिसकेँ सबै टक्क टक्क पारिसक्यो होइन ल अब चाहिँ अब एकछिनपछि खाना बनाउनु पर्छ होइन अनि खानासाना बनाएर अनि खानुपर्छ त्यही हो आजलाई चाहिँ आज त ड्युटी थिएन ड्युटीबाट डाइरेक्ट गएर अनि उतैतिर गयो होइन सो त्यही हो अनि त्यसपछि खानासाना खाएर अनि सुत्नुपर्ने हुन्छ सो आजलाई चाहिँ यति भन्दै हाम्रो भेट चाहिँ अब फेरि नेक्स्ट भिडियोमा हुने रहेछ सो अहिलेलाई चाहिँ यति नै सो लभ यु गाइज टेक केयर एभ्री वान होइन सबैलाई ह्याप्पी होली सो बाई बाई टाटा लभ यु गाइज One is the loneliest number that you